साथीहरु सम्पूर्णमा स्वागत छ। आज फेरि पनि म अर्को भिडियो लिएर आएको छु र आज यस भिडियोमा हामी चर्चा गर्नेछौँ कि बाख्रा पाल्दा बाख्रा पालन व्यवसाय गर्दा विभिन्न उमेर तथा अवस्थाको बाख्राको हेरचाह कसरी गर्ने भन्ने विषयबारे हामी चर्चा गर्नेछौँ र यदि तपाईहरु पनि यस विषयबारे जान्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। बाख्रा पालन व्यवसाय गर्दा विभिन्न उमेर तथा अवस्था अनुसारका खसी बोका तथा पाठापाठीहरुको हेरचाह गर्दा उमेर अवस्था अनुसार ध्यान पुर्याउनु पर्दछ र यस हेरचाह गर्दा निम्न कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ। जस्तै कि ब्याउने माउको हेरचाह तथा स्याहार सुसार गर्दा ब्याउने माउलाई बढी हिडडुल तथा उछालपछाल गर्नु हुँदैन। गर्भावस्थाको 3 महिना पुगेपछि पेटको बच्चा पनि छिटो गतिले बढ्दै जाने हुँदा दाना पानीमा सन्तुलन मिलाउनु पर्ने हुन्छ र यस्तो अवस्थामा बाख्रालाई 14 देखि 16% प्रोटिन भएको दाना दैनिक रूपमा 200 देखि 250 ग्रामको दरले खुवाउनु पर्दछ र गर्भावस्थाको अन्तिम महिनामा ब्याउने माउलाई बथानबाट अलग राखी उचित दाना पानी व्यवस्था मिलाउनु पर्दछ। ब्याउनु भन्दा करिब 114 115 दिन अगाडि दानाको मात्रा आधा घटाई चोकरको मात्रा बढाउँदै लैजानु पर्ने हुन्छ र बाख्रा ब्याउने दिन ख्याल राख्नु पर्दछ। बाख्राको गर्भविधि सरदर 150 दिनको हुन्छ र ब्याउने माउलाई चिसोबाट जोगाउनु पर्दछ र कुपोषण तथा आहारको कमीले गर्दा माउ कमजोर भई गर्भमा रहेका बच्चालाई नराम्रो असर पुर्ने तुहिने र दिन नपुग्दै कमजोर पाठापाठी जन्माउने भएकोले ब्याउने महिना लागेपछि अर्थात् ब्याउनु भन्दा 3 या 4 हप्ता अगाडि देखि माउलाई थप आहार तथा दाना दिनु पर्दछ। पाठापाठी जन्मेको 1 घण्टा भित्र माउको बिगौती दूध खान दिनु पर्दछ र पाठापाठीलाई दूध चुसाउनु अघि माउको थुन राम्रोसँग सफा पानीले धुनु या पुछ्नु पर्ने हुन्छ र पाठापाठीलाई बिगौती दूध जन्मेको 3 दिनसम्म खाए जति खान दिनु पर्ने हुन्छ र बिगौती दूध पाठापाठीलाई शक्ति विरुद्ध तथा रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्दछ र भर्खर जन्मेको पाठापाठीलाई ओभानो र न्यानो बिगौती दूधको महत्त्व। भर्खर जन्मेको पाठापाठीले बिगौती दूध खान पाएन भने शरीरमा रोग प्रतिरोधक क्षमता कम भई मृत्यु समेत हुन सक्छ र माथि भने जन्मेको 1 घण्टा भित्र बिगौती दूध खुवाउनु अनिवार्य हुन्छ।